के तपाईहरुमा पनि पेट बारम्बार कुटुक्क दुख्ने, पेटमा ग्यास बनिराख्ने, कहिलेकाहीँ पातलो दिशा हुने, कहिलेकाहीँ सारो दिशा हुने, खाना खाने बित्तिकै टोयलेट जानुपर्ने र टोयलेट गएर आइसकेपछि पनि पुरै ननिख्रेको हो कि जस्तो फिलिङ भइराख्ने आदि समस्या विद्यमान छन्। यी समस्या लिएर तपाई क्लिनिक, पोलिक्लिनिक, हस्पिटल भिजिट गर्नुभयो, त्यहाँ विभिन्न किसिमका जाँच गर्नुभयो, सबै जाँच गर्दा पनि रिपोर्ट नर्मल छ, तर तपाईको समस्या चाहिँ जहाँको त्यही छ। यदि यस्तो समस्या छ भने यो चाहिँ आइबिएस अर्थात् यो चाहिँ इरिटेबल बाउल सिन्ड्रोम भन्ने समस्या हो। यो कुनै पेटमा अल्सर भएर, घाउ भएर, मासु पलाएर कुनै क्यान्सर भएर हुने समस्या होइन। यो त आन्द्राको मोटिलिटी र फङ्सनसँग सम्बन्धित रोग हो। यो चाहिँ कमन रोग हो, तर कम मात्र मानिसलाई यसको जानकारी छ। एक अध्ययन अनुसार प्रत्येक 100 जना मानिसमा 10 देखि 15 जना व्यक्तिहरू आइबिएसबाट पीडित हुनुहुन्छ। अब यसको कारणहरूतर्फ लागौँ। प्रमुख कारण भनेको चाहिँ यो मानसिक चिन्ता, तनाव र दिगदारीपनसँग सम्बन्धित छ। त्यस्तै गरी लाइफस्टाइल र खानपानसँग पनि यो सम्बन्धित छ। यो एउटा साइकोसोमेटिक डिजिज भएको हुनाले यो चाहिँ गट ब्रेन कनेक्सन प्रब्लमले गर्दा पनि देखिने गर्छ। त्यस्तै गरी यो चाहिँ कसैलाई इन्फेक्सन पछि पनि देखिने गरेको छ। अब यसको उपचारतर्फ लागौँ। यसको उपचार गर्दाखेरि यो चाहिँ नितान्त फङ्सनल डिजिज भएको हुनाले यसमा कुनै अर्गानिक डिजिज सम्बन्धी उपचार गर्नु परेन। होमियोप्याथीमा खास गरी यो चाहिँ बिरामीको हिस्ट्री र होलिस्टिक एप्रोचलाई आधार मानेर उपचार गरिन्छ। त्यसको लागि बिरामीलाई चाहिँ कन्स्टिट्युसनको आधारमा, मेन्टल जेनरलको आधारमा, फिजिकल जेनरलको आधारमा र फिजिकल पार्टिकुलर साथै बिरामीलाई चाहिँ इन्डिभिजुअलाइजेसनको आधारमा हामी मेडिसिन प्रिस्क्राइब गर्छौँ। साथसाथै बिरामीको लाइफस्टाइल, त्यस्तै फुड म्यानेजमेन्ट र उसको स्ट्रेस म्यानेजमेन्टलाई पनि आधार मानेर सही मेडिसिन दिन्छौँ। त्यसले बिरामीलाई जरैबाट उपचार गर्न मद्दत गर्छ। पेट सम्बन्धी अथवा आइबिएस, आइबिडी सम्बन्धी कुनै जानकारी चाहिएको छ भने हजुरले दिएको नम्बर र ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।